वेलकम टु माई च्यानल। आज चाहिँ हामी क्यालकुलस 2 बाट ल्याप्लेस ट्रान्सफर्मको बारेमा पढ्न गइरहेछौँ, जुन चाहिँ हाम्रो एक्जाम पोइन्ट अफ भ्यूमा एकदमै इम्पोर्टेन्ट रहेको छ है त। र अब हामी ढिलो नगरिकन भिडियो सुरु गरिहालौँ है त। अब यो ल्याप्लेस ट्रान्सफर्म भनेको के हो त्यसको स्टेटमेन्ट हामी सुरुमा हेरौँ। जस्तै यहाँ के लेखेको छु भने मैले यहाँ लेट एफटी बी अ फङ्सन अफ टी। यो एफटी चाहिँ हाम्रो टीको फङ्सन हो अरे, डिफाइन्ड फर अल पोजिटिभ भ्यालु अफ टी। टीको सबै पोजिटिभ भ्यालुको लागि यो फङ्सन भ्यालिड रहेछ। र देन ल्याप्लेस ट्रान्सफर्म अफ फङ्सन टी, यो फङ्सनको ल्याप्लेस ट्रान्सफर्म इज डिनोटेड बाई के रहेछ त भन्दाखेरि अगाडि एल आउँदो रहेछ, एल अनि कर्ली ब्रेसेस ओपन अनि भित्र हामी के हालिदिने, फङ्सन हालिदिने, एफटी हालिदिने। यो चाहिँ हाम्रो के भयो, यो फङ्सनको ल्याप्लेसको फर्ममा के भयो, डिनोटेसन भयो है त। अब यो फङ्सनको ल्याप्लेस एलएफटी हो भने यो एलएफटीको भ्यालु कति हो त भन्दाखेरि एलएफटी इज इक्वल टु एल कर्ली ब्रेसेस एफटी इज इक्वल टु कति रहेछ त, इन्टिग्रेसन 0 देखि इन्फाइनाइटसम्म ईको पावर माइनस एसटी अनि गिभन फङ्सन एफटी इन्टु डिटी है त। यो इन्टिग्रेसन रहेछ, एलएफटीको भ्यालु चाहिँ यति रहेछ है। अब हामीले यो एलएफटीलाई, यो एलएफटी भनेको हाम्रो यो फङ्सनको लिमिट हो, यो फङ्सनको हाम्रो ल्याप्लेस हो नि त होइन। यो फङ्सनको हाम्रो के हो, ल्याप्लेस हो भनेपछि यो एलएफटीलाई हामी के पनि भन्दो रहेछौँ, क्यापिटल एफएस पनि भन्दो रहेछौँ है त। यो एलएफटीलाई चाहिँ हामी के पनि लेख्न सक्दो रहेछौँ भन्दाखेरि क्यापिटल एफएस इज इक्वल टु एलएफटी। यो भनेको के हो, यो भनेको के हो, एफटीको ल्याप्लेस भनेको एलएफटी भयो, जसलाई हामी के पनि भन्छौँ, एफएस पनि भन्दो रहेछौँ है त। अब यो भनेको कति हो त, माथिको भ्यालु 0 देखि इन्फाइनाइटसम्म इन्टिग्रेसन ई माइनस एसटी एफटी इन्टु डिटी भयो। यो चाहिँ हाम्रो के भयो, सिम्पली यसको स्टेटमेन्ट भयो, ल्याप्लेस ट्रान्सफर्म के भयो, स्टेटमेन्ट भयो। अब यहाँ के हेर्नुपर्छ भन्दाखेरि हियर एफएस बी द ल्याप्लेस ट्रान्सफर्म अफ एफटी भन्नुको मिनिङ एफटीको ल्याप्लेस ट्रान्सफर्म चाहिँ के रहेछ, एफएस रहेछ। के रहेछ अरे, एफटीको ल्याप्लेस ट्रान्सफर्म भनेको कति रहेछ, एफएस रहेछ भने देन क्लियरली एफटी विल बी द इन्भर्स ल्याप्लेस ट्रान्सफर्म अफ एफएस भन्नुको मिनिङ एफटी चाहिँ हाम्रो के हो, इन्भर्स ल्याप्लेस ट्रान्सफर्म। यो एफएसलाई हामीले फेरि ल्याप्लेस इन्भर्स गऱ्यौँ भने चाहिँ के आउँछ, एफटी आउँछ है। एफटीलाई हामीले ल्याप्लेस गऱ्यौँ भने एफएस आउँछ र एफएसमा हामीले फेरि इन्भर्स ल्याप्लेस गऱ्यौँ भने के आउँछ, एफटी आउँछ। यसले हामीले यही भनेको छ। जस्तै हेर्नु, एफएस बी द ल्याप्लेस ट्रान्सफर्म अफ एफटी, एफएस चाहिँ हाम्रो एफटीको ल्याप्लेस ट्रान्सफर्म हो अरे, देन क्लियरली एफटी विल बी द इन्भर्स ल्याप्लेस ट्रान्सफर्म अफ एफएस भन्नुको मिनिङ एफटी चाहिँ हाम्रो के रहेछ, एफएसको इन्भर्स ल्याप्लेस ट्रान्सफर्म रहेछ। हामीले यसरी बुझ्न सकिन्छ। सिम्बोलिकली हेरौँ, यहाँ हाम्रो फङ्सन छ एउटा एफटी भने, त्यो फङ्सनको ल्याप्लेस भनेको एलएफटी हुन्छ। त्यो एलएफटीलाई हामी के पनि भन्न सक्छौँ, एफएस पनि भन्न सक्छौँ है। यो एलएफटीलाई हामी के पनि भन्छौँ, एफएस भनेपछि एफएस भनेको के भयो त, एफएस भनेको एफटीको, यो एफटी भन्ने फङ्सनको ल्याप्लेस ट्रान्सफर्म भएछ है। एलएफटी र एफएस भनेको के हो, एउटै कुरा हो, दुइटै हाम्रो के हो, यो एफटी भन्ने फङ्सनको ल्याप्लेस हो है त। अब हामीले टेकिङ एल इन्भर्स अन बोथ साइड, यो एल इन्भर्स भनेको के हो भन्दाखेरि चाहिँ ल्याप्लेस इन्भर्स अथवा इन्भर्स ल्याप्लेस हो होइन। अब हामीले यो इन्भर्स ल्याप्लेस हामीले दुईतिर लियौँ भने के हुँदो रहेछ भन्दाखेरि चाहिँ एलएफटी छ, यहाँ एलएफटीमा हाम्रो के आयो, एल इन्भर्स इन्टु गऱ्यौँ अनि एलएफटी लेखेँ, र यहाँतिर केही छैन भने मैले एल इन्भर्स लेखेँ, एफएस लेखेँ है त। अनि के हुन्छ भने अब हामीले यसमा यो एलएफटीमा मैले एल इन्भर्स इन्टु मतलब लिएँ, टेकिङ गरेँ होइन, टेक गरेँ एल इन्भर्स, र यतातिर पनि मैले के गरेँ, एल इन्भर्स लिएँ, टेकिङ एल इन्भर्स अन बोथ साइड। मैले बोथ साइडमा केले इन्टु गरेछु, एल इन्भर्सले इन्टु गरेँ भने यहाँ के भयो भन्दाखेरि अब एल इन्भर्स इन्टु एल भनेको कति हुन्छ, काटेर 1 हुने हो कि होइन। एल इन्भर्स एल भनेको त एल बाई एल इन्भर्स एल भनेको त एल बाई एल हुन्छ, यो भनेको त 1 हुन्छ भनेपछि यो त काटेर एफटी मात्रै बाँकी रह्यो यहाँ है। अनि एफटी मात्रै बाँकी रह्यो भने के रह्यो त, यतातिर एल इन्भर्स एफएस छ, यतातिर त्यही कुरा मैले यहीँ लेखेँ फेरि एल इन्भर्स एफएस भन्नुको मिनिङ मैले अघि के भनेको थिएँ, एफटी विल बी द इन्भर्स ल्याप्लेस ट्रान्सफर्म अफ एफएस भनेको छु कि छैन, हो नि। भनेपछि एफटी चाहिँ के रहेछ त, हाम्रो एफएसको इन्भर्स ल्याप्लेस ट्रान्सफर्म रहेछ। यो एफटी भनेको चाहिँ हाम्रो के रहेछ त, ल्याप्लेस, यो भन्ने एफएस भनेको इन्भर्स ल्याप्लेस ट्रान्सफर्म रहेछ। हाम्रो एफएस भनेको के थियो सुरुमा, एफएस बी द ल्याप्लेस ट्रान्सफर्म अफ एफटी, एफटीको ल्याप्लेस ट्रान्सफर्मलाई हामी के भन्छौँ, क्यापिटल एफएस भन्छौँ होइन, क्यापिटल एफ है। फेरि यो हामी क्यापिटल एफएसलाई चाहिँ हामी के भन्दो रहेछौँ, ल्याप्लेस ट्रान्सफर्म अफ एफटी भन्छौँ। देन क्लियरली एफटी विल बी द इन्भर्स ल्याप्लेस ट्रान्सफर्म अफ क्यापिटल एफएस है। भनेपछि हामीले एफएसको इन्भर्स ल्याप्लेस ट्रान्सफर्म गऱ्यो भने के आउँछ, एफटी आउँछ, र एफटीको ल्याप्लेस ट्रान्सफर्म गऱ्यो भने के आउँछ, एफएस आउँछ। यसको रिलेसन यस्तो हुन्छ है त। अब
यो एल इन्भर्स एफएस भनेको चाहिँ के हो एल इन्भर्स एफएस भनेको के हो भन्दाखेरि चाहिँ एफटी हो एफटी भनेको के हो त हाम्रो ओरिजिनल फङ्सन हो हामीले गरेको त यही फङ्सनको हो नि त यही फङ्सनको हामीले ल्याप्लेस गरेको हो कि होइन भनेपछि यही फङ्सनको ल्याप्लेस गरेको हो भने एल इन्भर्स एफएस भनेको कति हो एफटी आयो कि आएन ओरिजिनल फङ्सन आयो कि आएन आयो भने एल इन्भर्स एफएस भनेको चाहिँ हाम्रो के रहेछ गिफ्ट्स के दिँदो रहेछ त्यसले ओरिजिनल फङ्सन दिँदो रहेछ है त हामीले यो सिम्पली ल्याप्लेस ट्रान्सफर्म र इन्भर्स ल्याप्लेस ट्रान्सफर्मको बारेमा बुझ्यौँ है त एफएस भनेको कुनै पनि फङ्सनले हामीले ल्याप्लेस गऱ्यौँ भने यसलाई यसको डिनोटेसन एलएफटी हुन्छ त्यो एलएफटीलाई हामीले के पनि लेख्न सक्छौँ एफएस पनि लेख्न सक्छौँ है त एफटीको ल्याप्लेस ट्रान्सफर्म भनेको एफएस हुँदो रहेछ र हामीले यो एफएसलाई हामीले फेरि इन्भर्स ल्याप्लेस ट्रान्सफर्म गऱ्यौँ भने के हुँदो रहेछ एफटी हुँदो रहेछ बुझ्नुभयो नि यो जस्तै हाम्रो डेरिभेटिभ र इन्टिग्रेसन जस्तै हो क्या एफटीको डेरिभेटिभ यति हो भने एफएसको इन्टिग्रेसन यति हुन्छ नि सेम त्यही हो ल्याप्लेस र इन्भर्स ल्याप्लेस भनेको पनि जस्तै हामीले एफटीको डेरिभेटिभ गर्दाखेरि एफएस आयो भने यो एफएसलाई इन्टिग्रेसन गऱ्यौँ भने एफटी आउँथ्यो नि हो नि होइन त्यस्तै हो क्या एफटीको ल्याप्लेस ट्रान्सफर्म भनेको क्यापिटल एफएस हुन्छ र क्यापिटल एफएसको इन्भर्स ल्याप्लेस ट्रान्सफर्म चाहिँ फेरि एफटी हुन्छ यसरी हामीले बुझ्न सकिन्छ है त अब हामीले यो सिम्पली यसको स्टेटमेन्ट बुझ्यौँ भने अब के बुझ्नुपर्छ भन्दाखेरि सिफ्टिङ थ्योरम भन्ने बुझ्नुपर्छ है त अब यो सिफ्टिङ थ्योरम भनेको के हो जसलाई हामी फर्स्ट सिफ्टिङ थ्योरम पनि भन्छौँ है यो भनेको चाहिँ मल्टिप्लिकेसन बाई ई पावर एटी हो है यो तपाईँलाई एकछिन बुझिहाल्नुहुन्छ के हो यो भनेको भनेर होइन जस्ट यसले के बुझ्नु भन्दाखेरि मल्टिप्लिकेसन बाई ईको पावर एटी सिम्बोलिकल्ली स्टेटमेन्ट के हो भन्नु त हाम्रो स्टेटमेन्ट के हो भन्नु त एलएफटी भनेको के हो त एफटीको ल्याप्लेस हो किन एलएफटी भनेको यो एफटी भन्ने फङ्सनको ल्याप्लेस भनेको के हो एलएफटी हो जसलाई हामी के पनि भन्छौँ यसको यो ल्याप्लेसलाई हामी के पनि भन्छौँ क्यापिटल एफएस पनि भन्छौँ देन हामीले यसमा चाहिँ यो फङ्सनमा ईको पावर एटीले इन्टु गऱ्यौँ भने यहाँ सुन्नु है यो फङ्सनमा हामीले ईको पावर एटीले इन्टु गरेर ईको पावर एटी इन्टु एफटी गऱ्यौँ भने हाम्रो के हुँदो रहेछ भन्दाखेरि एफएसको ठाउँमा चाहिँ के हुँदो रहेछ एसमा चाहिँ के आउँदो रहेछ एस माइनस ए आउँदो रहेछ बुझ्नुभयो यहाँ के छ हाम्रो ईको पावर एटीले गरेको छौँ भने के हुँदो रहेछ यहाँ एसमा माइनस एले सप्लाई गर्नु पर्दो रहेछ है अब यदि यहाँ ईको पावर माइनस एटीले इन्टु गऱ्यौँ भने के हुन्थ्यो ईको पावर माइनस एटीले गर्दा के हुन्थ्यो एस प्लस ए हुन्थ्यो किन हुन्थ्यो यहाँ अहिले प्लस हुँदा के छ हाम्रो यहाँ माइनस ए छ भने यहाँ माइनस एटी गऱ्यौँ भने के हुन्छ यहाँ एफ एस प्लस ए गर्नुपर्छ है अब तपाईँ एकछिन बुझिहाल्नुहुन्छ के भनेको र हाम्रो यो एस चाहिँ जहिले पनि के हुनुपर्छ ग्रेटर देन ए हुनुपर्छ है यो एस भनेको जहिले पनि हाम्रो के हुन्छ अरे ग्रेटर देन ए हुन्छ र एस हाम्रो के हुन्छ 0 भन्दा ठुलो पनि हुन्छ है अब इट मिन्स लेखेको छु मैले अब L1 भनेको मिनिङ ल्याप्लेस ट्रान्सफर्म अफ 1 कति हुँदो रहेछ भन्दाखेरि 1/s हुँदो रहेछ हो कि हैन ल्याप्लेस ट्रान्सफर्म अफ 1 कति हुँदो रहेछ 1 को ल्याप्लेस ट्रान्सफर्म कति हुँदो रहेछ 1/s हुँदो रहेछ यो हाम्रो फर्मुला हो है यो ल्याप्लेस ट्रान्सफर्मको के हो सिम्पली एउटा फर्मुला हो धेरै दिमागमा लगाउने यसमा L1 भनेको कति रहेछ 1/s हाम्रो फर्मुला रहेछ र s जहिले पनि हाम्रो के हुन्छ 0 भन्दा ठुलो हुन्छ ए 0 भन्दा सानो भयो भने 0 भयो भने के हुन्छ इन्फिनिट आउँछ हो कि हैन अनि s चाहिँ हाम्रो 0 भन्दा ठुलो हुन्छ भने L1 भनेको कति हुँदो रहेछ 1/s र मैले यसमा के गरे 1 मा e को पावर 80 ले मल्टिप्लाई गरे अरे यो 1 मा मैले के गरे e को पावर 80 ले मल्टिप्लाई गरे भने यो 1/s के हुन्छ s हाम्रो केमा चेन्ज हुन्छ s - a मा चेन्ज हुन्छ बुझ्नुभयो नि s - a मा चेन्ज हुँदो रहेछ मैले यहाँ e को पावर 2t ले इन्टु गरेको के हुन्छ यहाँ e को पावर 2t ले गरेको के हुन्थ्यो 1/s - 2 हुन्थ्यो अनि फेरि मैले e को पावर -80 ले इन्टु गरेको के हुन्थ्यो 1/s + a हुन्थ्यो बुझ्नुभयो नि यहाँ अनि हाम्रो पावर प्लसमा हुँदाखेरि यहाँ माइनस छ भने पावर माइनसमा छ भने यहाँ के हुन्छ प्लस हुन्छ यसै गरी e को पावर -2t * 1 भएको के हुन्थ्यो 1/s + 2 हुन्थ्यो पावर -2 छ भने यहाँ के हुन्छ +2 जस्तै l e को पावर 2t * 1 छ भने हाम्रो के हुन्छ भन्नु त 1/s यहाँ हाम्रो पावर के छ पोजिटिभमा छ भने यहाँ के गर्नु पर्यो -2 गर्नु पर्यो है यदि पावर यहाँ नेगेटिभ थियो भने के हुन्थ्यो यहाँ +2 हुन्थ्यो यो हामीले बुझ्नुपर्छ है अब मैले यसै गरी यहाँ के लेखेँ भन्दाखेरि l e को पावर 1t * 1 भनेको कति हो भन्दाखेरि 1/s - a हाम्रो जेनेरल फर्मुला हैन 1/s - a फर्मुला अहिले हाम्रो के छ a को ठाउँमा 1 छ भने s - 1 किन a माइनस भयो किनभने पावर के छ पोजिटिभमा छ यदि तपाईहरुले बुझ्नुभयो होला है त अब हाम्रो यहाँ फर्मुलाहरु छ ल्याप्लेस ट्रान्सफर्मको रिलेसनहरु छ है यो अघि मैले भनिहाले तपाईहरुलाई ल्याप्लेस ट्रान्सफर्म अफ 1 भनेको कति हो 1/s हो है s भनेको 0 भन्दा ठुलो हुनुपर्छ
र e को पावर 80 भनेको कति हो त ल्याप्लेस ट्रान्सफर्म e को पावर 80 * 1 छ नि त यहाँ त केही छैन भने त 1 त आउँछ इन्टु त्यो भनेको कति हो 1/s - a हो तपाईँलाई भनिहालेँ कसरी आयो भनेर पावर पोजिटिभ छ अनि e को पावर 80 आउने बित्तिकै के हुन्छ s चाहिँ हाम्रो केमा हुन्छ s - a मा सिफ्ट हुन्छ त्यही नै हो सिफ्टिङ थ्योरम भनेको है अनि ल्याप्लेस ट्रान्सफर्म अफ t को पावर n भनेको कति हो भन्दाखेरि यसको फर्मुला छ ल्याप्लेस ट्रान्सफर्म अफ t को पावर n भनेको के रहेछ n फ्याक्टोरियल बाई s पावर n + 1 हो कति हो अरे n फ्याक्टोरियल बाई s पावर n + 1 अनि यसलाई हामी के पनि लेख्न सक्छौँ गामा n + 1 बाई s पावर n + 1 पनि लेख्न सकिन्छ बुझ्नुभयो नि गामा n + 1 बाई s पावर n + 1 पनि हाम्रो ल्याप्लेस ट्रान्सफर्म अफ t पावर n हो है त यसको फर्मुला n चाहिँ हाम्रो के हुनु पर्यो यो n चाहिँ ग्रेटर देन 0 हुनु पर्यो है यो फर्मुला हो केही नबुझ्नु अरू फर्मुला भनेर बुझ्नु याद गर्नु है त अब जस्तै अब t को पावर 7 छ अरे हामीले के निकाल भनेको क्वेसनले भन्दाखेरि फाइन्ड द ल्याप्लेस ट्रान्सफर्म अफ t को पावर 7 भन्नु भने के गर्ने ल्याप्लेस ट्रान्सफर्म अफ t को पावर 7 भन्नु भने यसरी राख्दिने l ब्र्याकेट t पावर n राख्ने यसको फर्मुला के छ त हाम्रो t को पावर n को फर्मुला t को पावरले 7 छ n को ठाउँमा भने n फ्याक्टोरियल बाई s पावर n + 1 हो भने 7 फ्याक्टोरियल बाई s पावर n + 1 हुन्थ्यो अहिले के छ 7 + 1 हुन्छ र यो भनेको हाम्रो के हुन्छ एन्सर हुन्छ यसलाई सल्भ गरेपछि है सिमिलरली हाम्रो अर्को फर्मुला के छ भने l sin 80 भनेको कति हो ल्याप्लेस ट्रान्सफर्म अफ sin 80 कति रहेछ a/s² + a² रहेछ है कति रहेछ अरे l sin 80 भनेको कति रहेछ a/s² + a² है अब ल्याप्लेस ट्रान्सफर्म अफ cos 80 कति हो s/s² + a² है ल्याप्लेस ट्रान्सफर्म अफ cos h80 भनेको कति रहेछ a/x² - a². यसै गरी ल्याप्लेस ट्रान्सफर्म अफ cos h80 भनेको कति रहेछ s/x² - a² रहेछ अब तपाईँले यो फर्मुला चाहिँ याद गर्नुपर्छ तपाईँहरूले याद गर्ने तरिका के हो भन्दाखेरि यदि sin आयो भने के हुन्छ माथि a हुँदो रहेछ कन्स्ट्यान्ट आउँछ र cos भयो भने के हुन्छ माथि s आउँछ है अरू सबै सेमै हो तर sin 80 cos 80 हुँदाखेरि के हुन्छ मुनि s² + a² s² + a² हुन्छ तर यदि साइनमा हाइपरबोलिक sin h80 cos h80 आयो भने मुनि के हुन्छ s² - a² यहाँ पनि हाम्रो cosमा पनि के हुन्छ s² - a² हुन्छ यसरी तपाईँहरूले याद गर्नु होला है त sin 80 भनेको के हो sin भन्ने बित्तिकै माथि कन्स्ट्यान्ट आउँछ र यो हाइपरबोलिक छैन भने मुनि के हुन्छ s² + a² हुन्छ अब sin h80 मा के हुन्छ यो भनेको हाइपरबोलिक हो sin भन्ने बित्तिकै माथि कन्स्ट्यान्ट a आउँछ बाई s² - a² यसरी तपाईँहरूले याद गर्नु कसको पनि है त र यदि ल्याप्लेस ट्रान्सफर्म अफ sin 80 भनेको यति हो भने a/s² - a² हो भने है a/s² - a² को इन्भर्स ल्याप्लेस ट्रान्सफर्म कति हो भन्दाखेरि चाहिँ के हो कति हो भन्दाखेरि यसको इन्भर्स ल्याप्लेस ट्रान्सफर्म कति हो sin 80 हो कति हो अरे sin 80 जस्तै मैले यही कुरालाई मैले sin 80 लेखेँ इजिकल टु यो l इजिकल टुबाट प्लेस चेन्ज गर्यो भने के हुन्छ l इन्भर्स हुन्छ हो कि होइन यो l ले इजिकल टुबाट प्लेस चेन्ज गर्यो भने के हुन्छ l इन्भर्स हुन्छ त्यही l इन्भर्स लेखेँ र ब्र्याकेटमा a/s² + a² यसरी लेख्न सकिन्छ भन्नुको मिनिङ यसको ल्याप्लेस ट्रान्सफर्म यति हो भने यसको इन्भर्स ल्याप्लेस ट्रान्सफर्म कति हुन्छ sin 80 मात्रै क्या जस्तै अब यसको ल्याप्लेस इन्भर्स ल्याप्लेस कति भयो त a/s² + a² कति भयो त भन्दाखेरि sin 80 भयो बुझ्नुभयो नि l इन्भर्स भनेको के हो इन्भर्स ल्याप्लेस हो l भनेको के हो ल्याप्लेस मात्रै हो पोजिटिभ ल्याप्लेस इन्भर्स नभएको ल्याप्लेस भनेको l भयो र l इन्भर्स भनेको के हो इन्भर्स ल्याप्लेस जुन कुराले हाम्रो ल्याप्लेसको भ्यालु दिन्छ भने त्यो आएको एन्सरलाई हामीले फेरि ल्याप्लेसको इन्भर्स ल्याप्लेस गर्यौँ भने के आउँछ गिभन फङ्सन आउँछ बुझ्नुभयो नि बुझ्नुभयो तपाईँहरूले है अब जस्तो तपाईँलाई सुरुमा भने तपाईँलाई भने ft एउटा फङ्सन छ यो ft भन्ने फङ्सन चाहिँ यसको ल्याप्लेस गर्यौँ भने हाम्रो कति आउँछ fs आउँछ र यो fs मैले के गरेँ इन्भर्स ल्याप्लेस गरेँ यो l यता गएर के भयो हाम्रो इन्भर्स भयो यो l यता गएर इन्भर्स हुन्छ र fs भयो भने हामीलाई के दिन्छ पहिलाकै फङ्सन ft दिन्छ क्या गिभन फङ्सन दिन्छ बुझ्नुभयो नि जस्ट डेरिभेटिभ इन्टिग्रेसन जस्तै ल्याप्लेस र इन्भर्स ल्याप्लेस पनि त्यसरी नै हुन्छ है त अब यसै गरी cos 80 को फर्मुला हाम्रो ल्याप्लेस भनेको s/s² + a² छ भने त्यो s/s² + a² को इन्भर्स ल्याप्लेस भनेको कति हुन्छ cos 80 हुन्छ तपाईँहरूले यसरी फर्मुला याद गर्नु होला सबैको है त तपाईँलाई एउटाको ल्याप्लेस थाहा हो भने तपाईँ यसको इन्भर्स ल्याप्लेसको पनि थाहा भइहाल्छ फर्मुला है त अब 8 नम्बरको फर्मुला हेरौँ l ल्याप्लेस अफ e पावर 80 t को पावर n है त अब यहाँ हेर्नु है अघि t को पावर n मात्रै हुँदा के थियो फर्मुला
t को पावर n मात्रै हुँदा फर्मुला के थियो हाम्रो माथि n फ्याक्टोरियल बाई s पावर n प्लस 1 थियो कि थिएन थियो भने अब e को पावर 80 आएपछि के हुन्छ s चाहिँ s माइनस a मा सिफ्ट हुन्छ के हुन्छ अरे s भन्ने कुरा चाहिँ सेम फर्मुला छ यो र यो हाम्रो सेम छ है यो र यो हाम्रो फर्मुला के छ अरे सेम छ जस्ट यहाँ s छ यहाँ चाहिँ हाम्रो के छ s माइनस a छ किन भयो यस्तो भन्दाखेरि यहाँ हामीले केले मल्टिप्लाई गरेको छौँ e को पावर 80 ले मल्टिप्लाई गरेको छौँ त्यो भनेको के हो शिफ्टिङ थ्योरम मल्टिप्लिकेसन बाई e को पावर 80 भन्ने बित्तिकै के हो शिफ्टिङ थ्योरम हो कि हैन हामीले अघि पढेको यहाँ मल्टिप्लिकेसन बाई e को पावर 80 भनेको के हो शिफ्टिङ थ्योरम हो कि हैन हो भने जस्तै अब गिभन फंक्सनमा e को पावर 80 ले इन्टु गर्यौं भने के हुन्छ s चाहिँ हाम्रो s माइनस a मा सिफ्ट हुन्छ यो फर्मुला र यो फर्मुला हाम्रो सेम हो तर यहाँ के छ शिफ्टिङ वाला छ यहाँ शिफ्टिङ बिनाको छ यहाँ शिफ्टिङ भएर e को पावर 80 ले इन्टु गर्यौं र s चाहिँ हाम्रो केमा चेन्ज भयो s माइनस a मा चेन्ज भयो यहाँ e को पावर 2t भएको भए के हुन्थ्यो s माइनस 2 हुन्थ्यो है यदि e को पावर माइनस 2t भएको भए के हुन्थ्यो s प्लस 2 हुन्थ्यो यहाँ चाहिँ फेरि यहाँ माइनस हुँदाखेरि पावरमा यहाँ के हुन्छ प्लस हुन्छ है अब यसै गरी हामी के हेरौँ भने ल्याप्लेस ट्रान्सफर्म अफ e को पावर 80 sin bt भनेको कति हो भन्दाखेरि यो फर्मुला र यो फर्मुला सेम हुन्छ तर s को ठाउँमा के हुन्छ s माइनस a हुन्छ s को ठाउँमा के हुन्छ अरे यो s को ठाउँमा s माइनस a हुन्छ र हाम्रो एंगल b छ भने यहाँ हाम्रो एंगल a छ यहाँ हाम्रो एंगल b छ र a भएको बेला a बाई s स्क्वायर प्लस a स्क्वायर हुन्थ्यो भने यो b भएको भए के हुन्छ b भएको बेला b बाई s स्क्वायर प्लस b स्क्वायर अहिले तर अहिले हाम्रो s कति छ s भनेको कति छ s माइनस a छ किन s माइनस a भयो भन्दाखेरि e को पावर 80 ले इन्टु गरेको छौँ हामीले यो फंक्सनलाई e को पावर 80 ले इन्टु गर्यौं भने s माइनस a मा सिफ्ट भयो र हाम्रो फर्मुला के भयो त b बाई s माइनस a को होल स्क्वायर प्लस b स्क्वायर हाम्रो फर्मुला भयो यहाँ किन b यहाँ किन a त्यो कन्फ्युजन नहुनु होला यहाँ हाम्रो एंगल a छ यहाँ हाम्रो एंगल b छ त्यही भएर एंगल a भएर a हुन्छ माथि र यहाँ एंगल b भएर यहाँ b भएको र यहाँ a स्क्वायर भएको र यहाँ b स्क्वायर भएको यसै गरी यसमा चाहिँ मैले किन एंगल b माने यसमा चाहिँ किन एंगल a माने भन्दाखेरि यहाँ हामीले e को पावर 80 ले इन्टु गरेको छौँ बुझ्यौँ a त हाम्रो अलरेडी यहाँ आइसक्यो भने a त हामीले यहाँ लाउनु पर्ने भयो s माइनस a मा शिफ्टिङ गर्न लाउनु पर्ने भयो त्यही भएर मैले b लाई एंगल माने है त तब यो फर्मुला आउँछ तपाईले अब यहाँ 2 आउँछ तब क्वेशन हुन्छ यहाँ e को पावर 2t इन्टु sin 3t को निकाल भन्छ तपाईहरुले अब तपाईले के गर्नुपर्छ 3 बाई s माइनस यहाँ 2 छ भने s माइनस 2 को होल स्क्वायर प्लस 3 स्क्वायर गर्नुपर्छ है फर्मुला अनुसार त यसै गरी ल्याप्लेस अफ e को पावर 80 cos bt भनेको कति हो माथि हाम्रो के छ cos 80 को फर्मुला s बाई s स्क्वायर प्लस a स्क्वायर छ तर e को पावर 80 cos bt भनेको कति हुन्छ s को ठाउँमा s माइनस a s चाहिँ हाम्रो s माइनस a मा शिफ्ट भयो किनभने e को पावर 80 ले इन्टु गरेको छ बाई s स्क्वायर प्लस b स्क्वायर हुन्थ्यो र अहिले हाम्रो e को पावर 80 ले इन्टु भएर s चाहिँ हाम्रो s माइनस a मा शिफ्ट भयो र s माइनस a को होल स्क्वायर प्लस b स्क्वायर भयो है अब यसै गरी हाम्रो ल्याप्लेस अफ e को पावर 80 इन्टु sin s bt भनेको के हो फर्मुला सेम माथिको जस्तै हो क्या है b किन भयो हाम्रो एंगल b छ b बाई s माइनस a को होल स्क्वायर माइनस b स्क्वायर भयो त्यसै गरी e को पावर 80 cos s bt को पनि के भयो s माइनस a बाई s माइनस a को होल स्क्वायर माइनस b स्क्वायर हुन्छ है त यहाँ किन माइनस भन्दाखेरि cos s आएको छ हाइपरबोलिक आएको छ यहाँ किन प्लस हाइपरबोलिक छैन है र हाम्रो अहिले एंगल b भएर यहाँ मैले b स्क्वायर लेखेँ यहाँ माथि साइनमा b बाई s माइनस a को होल स्क्वायर माइनस b स्क्वायर लेखेँ र a किन लेखेन माथि भन्दाखेरि हाम्रो a e को पावर 80 मा आइसकेको छ भनेर शिफ्टिङ गर्दाखेरि s माइनस a युज गरेँ तपाईले यति बुझ्नु भयो होला है अब l यति ल्याप्लेस अफ e को पावर 80 cos s bt भनेको यति हो भने यो l यता गएर के हुन्छ यो l यता गएर के हुन्छ l इन्भर्स हुन्छ त्यसो भए l इन्भर्स अफ s माइनस a बाई s माइनस a को होल स्क्वायर माइनस b स्क्वायर भनेको कति हो त भन्दाखेरि e को पावर 80 cos s bt हाम्रो फर्मुला हुन्छ है त अब e को पावर 80 आउने बित्तिकै के भयो e को पावर 80 यहाँ आउने बित्तिकै यो s माइनस a हट s माइनस a भनेको s मात्रै हुन्छ र s माइनस a फेरि के हुन्छ s स्क्वायर मात्रै हुन्छ माइनस b स्क्वायर भयो र त्यसको इन्भर्स ल्याप्लेस ट्रान्सफर्म कति हुन्छ cos s bt हुन्छ है e को पावर 80 बाहिर आउने बित्तिकै के हुन्छ s माइनस a चाहिँ s मात्रै हुन्छ शिफ्टिङ हटिहाल्छ e को पावर 80 बाहिर आउने बित्तिकै शिफ्टिङ हट्छ र शिफ्टिङ हटेपछि हाम्रो फर्मुला के हो के को बाँकी रहन्छ cos s bt को फर्मुला बाँकी रहन्छ है तपाईले बुझ्नु होला जस्ट हाम्रो ल्याप्लेस र इन्भर्स ल्याप्लेसमा यसरी रिलेसन हुन्छ अहिले हामीले पढेको त ल्याप्लेस मात्रै हो इन्भर्स ल्याप्लेस त हैन तर तपाईहरुलाई
इन्भर्स ल्याप्लेसको पनि नलेज भइरहोस् भनेर यो भनिरहेको मात्रै हो है त। तपाईँले बुझ्नुपर्ने भनेको यो भिडियोको लागि यो ल्याप्लेसको फर्मुला मात्रै हो, तर हामीले यसरी पनि ल्याप्लेस इन्भर्स निकाल्न सकिन्छ भनेर तपाईँलाई अहिले आइडिया मात्रै दिएको हो, किनभने यो हाम्रो ल्याप्लेस ट्रान्सफर्मको इन्ट्रोडक्सन भिडियो हो है त। अब 13 नम्बरमा के छ भन्दाखेरि ल्याप्लेस ट्रान्सफर्म अफ e पावर माइनस पिटी साइन डब्लुटी छ, ओमेगा नभएर डब्लु नै भनौँ हामी। e को पावर माइनस पिटी साइन डब्लुटीको ल्याप्लेस ट्रान्सफर्म कति हुन्छ भने साइन आउने बित्तिकै के हुन्छ, माथि कन्सटेन्ट डब्लु गइसक्यो, अथवा कन्सटेन्ट भन्दा एङ्गल भनौँ न, एङ्गल माथि गइसक्यो डब्लु बाई एस माइनस ए हुन्थ्यो, हो किन? हाम्रो के हुन्थ्यो फर्मुलामा हाम्रो के हुन्थ्यो, साइनमा एस माइनस ए हुन्थ्यो सिफ्टिङ भएपछि। तर यहाँ हाम्रो पावर के आयो, नेगेटिभमा आयो भने यहाँ के हुन्छ, एस माइनस यो पावरै आउने हो क्या, माइनस पी नै हुन्छ, अनि को होल स्क्वायर भयो प्लस डब्लु स्क्वायर भइहाल्यो। अरू बेला हाम्रो यहाँ बी हुन्थ्यो र बी स्क्वायर लेख्थ्यो इजिकल टु डब्लु बाई यो कति भयो त, एस प्लस पीको होल डब्लु बाई एस प्लस पीको होल स्क्वायर प्लस डब्लु स्क्वायर भयो। भन्नुको मिनिङ यदि पावर नेगेटिभमा आयो भने इको कुनै पनि पावर नेगेटिभमा आयो भने सिफ्टिङमा के हुन्छ, एसको सिफ्टिङमा के हुन्छ, प्लस आउँछ, र इको पावर पोजिटिभमा छ भने एसको सिफ्टिङमा के आउँछ, माइनस आउँछ। तपाईँहरूले यसरी बुझ्नु होला है। अब हाम्रो सिम्पल क्वेसन हेरौँ ल्याप्लेस ट्रान्सफर्मको। त्यो चाहिँ हाम्रो के छ भन्दाखेरि फाइनल ल्याप्लेस ट्रान्सफर्म अफ टी को पावर 5/2 भनेको छ है। हाम्रो गिभन फङ्सन मैले एफटी लेट गरेँ, एफटी भनेको हाम्रो टी पावर 5/2 हुँदो रहेछ। यसलाई मैले इक्वेसन 1 माने। टु फाइन्ड के भनेको छ हामीलाई, ल्याप्लेस ट्रान्सफर्म फाइन्ड गर्नुपर्नेछ है। अनि टेकिङ ल्याप्लेस अन बोथ साइड भने अब इक्वेसन 1 मैले इक्वेसन 1 को मैले बोथ साइडमा के लिए ल्याप्लेस लिए, एल एफटी इजिकल टु यसमा मैले के लिए, एल टी पावर 5/2 लिए है। अब मैले यो दिएको फङ्सनलाई मैले एफटी सुरुमा लेट गरेँ होइन, हामीले ल्याप्लेस फाइन्ड गर्नुपर्ने हो, र दुईतिर मैले के लिए, ल्याप्लेस लिए। अब तपाईँहरूले यहाँ के बुझ्नु भने यो भनेको एलएफटी भनेको कति भयो त, एल टी पावर 5/2 भयो। अब यसको फर्मुला के हो त भन्दाखेरि चाहिँ यहाँ छ हाम्रो टी को पावर एनको फर्मुला के हो, एन फ्याक्टोरियल बाई एस पावर एन प्लस 1 अथवा गामा एन प्लस 1 बाई एस पावर एन प्लस 1। अब हेर्नु यो फर्मुला कति बेला युज गर्ने र यो फर्मुला कति बेला युज गर्ने। यो फर्मुला जब इन्टिजर्स 1 2 3 4 5 6 मा दिएको छ भने यो फर्मुला युज भयो। तर यदि कुनै पनि पावर चाहिँ एनको भ्यालु चाहिँ फ्र्याक्सनमा दिएको छ अरे, जस्तै यहाँ दिएको छ कि छैन 5/2 3/2 9/2 7/2 मा दिएको छ भने चाहिँ हामी के गर्छौँ, यो गामावाला फर्मुला युज गर्छौँ। त्यही भएर मैले यही फर्मुला युज गरेँ। गामा एन प्लस 1 बाई एस पावर एन प्लस 1 छ, यही फर्मुला मैले यहाँ पुट गरेको छु। गामा एन प्लस 1 बाई एस पावर एन प्लस 1, एन भनेको अहिले हाम्रो कति छ, 5/2 प्लस 1 छ बाई एस पावर एन प्लस 1 भनेको 5/2 प्लस 1 भयो। र अब गामा 5/2 प्लस 1 भनेको कति हो त भन्दाखेरि यो भनेको गामा 7/2 हो है। गामा 7/2 भयो बाई एस पावर 5/2 प्लस 1 भनेको कति हो, 7/2 भयो। अब कुनै पनि कुराको तपाईँहरूलाई यो त आउनुपर्छ, क्यालकुलेसनमा पढिसक्नु भयो तपाईँले गामाको भ्यालु निकाल्नको लागि। अब हामीलाई गामा 7/2 निकाल्नु छ भने के निकाल्नु छ अरे, गामा 7/2 निकाल्नु छ भने कसरी निकाल्न सकिन्छ भन्दाखेरि अब 7/2 मा के गर्नु, 1 घटाउनु, कति हुन्छ, 5/2 हुन्छ। 7/2 मा कति घटाउनु अरे, 1 घटाउनु क्या, गर्दा कति हुन्छ 5/2 इन्टु फेरि 5/2 मा कति घटाउनु, 1 घटाउनु, कति हुन्छ 5/2 मा 1 घटाउँदा 3/2 हुन्छ। फेरि 3/2 मा 1 घटाउनु, घटाउँदा कति हुन्छ 1/2 हुन्छ। अब 1/2 मा घटाउँदा केही हुन्छ, हुँदैन नि, हुँदैन भने के हुन्छ, रुट पाई हुन्छ है। त्यही कुरा यहाँ लेखेको छ। गामा 7/2 भनेको 5/2 इन्टु 3/2 इन्टु 1/2 इन्टु रुट पाई। यसरी तपाईँले गामा 9/2 पनि निकाल्न सक्नुहुन्छ। त्यो भनेको कति हुन्छ, 9/2 मा 1 घटाउँदा कति हुन्छ, 9/2 मा 1 घटाउँदा 7/2 हुन्छ। फेरि 7/2 मा 1 घटाउँदा कति हुन्छ, 5/2। फेरि यसमा 5/2 मा 1 घटाउँदाखेरि 3/2, 3/2 मा 1 घटाउँदा 1/2, अनि इन्टु 1/2 पछि चाहिँ के लेख्ने, रुट पाई लेखिदिने। यसरी मैले यहाँ गामा 7/2 को भ्यालु यहाँ लेखेको छु। अनि बाई एस पावर 7/2 छँदैछ, र हामीले यसलाई सबै नम्बरलाई इन्टु गर्दा यताउति गर्दाखेरि कति आउँदो रहेछ एन्सर, 15 अन्डर रुट पाई बाई 8 एस पावर 7/2 आउँछ। यसलाई सल्भ गर्दाखेरि, नम्बरहरूलाई सल्भ गर्दाखेरि यो चाहिँ हाम्रो के भयो, ल्याप्लेस ट्रान्सफर्म अफ टी पावर 5/2 भयो। यो हाम्रो के भयो, एन्सर भयो। हामीले यो सिम्पल क्वेसन हेऱ्यौँ मैले ल्याप्लेस ट्रान्सफर्मको। र अब यहाँ हाम्रो अर्को पनि क्वेसन छ ल्याप्लेस ट्रान्सफर्मकै। फाइन्ड द ल्याप्लेस ट्रान्सफर्म अफ 3t² प्लस 2e पावर -1 माइनस 5 cos t भनेको छ, र हामीले यसको के निकाल्नु पर्नेछ, ल्याप्लेस ट्रान्सफर्म निकाल्नु पर्नेछ। अब यहाँ हेर्नु है, हामीले के गर्छौँ, जहिले पनि कुनै पनि कुराको ल्याप्लेस ट्रान्सफर्म निकाल्नको लागि एउटा फङ्सन लिड गर्छौँ। एफटी इजिकल टु गिभन फङ्सन मैले यहाँ लेखेँ, टेकिङ ल्याप्लेस अन बोथ साइड है, टेकिङ ल्याप्लेस लेखेको छु, अन बोथ साइड भइहाल्छ। दुईतिर हामीले ल्याप्लेस लियौँ भने के हुँदो रहेछ यो फङ्सनमा, एल गिभन फङ्सन इजिकल टु, पहिले यहाँ यसो लेखिदिनु,
एल एफटी को हो नि त यो त इज इक्वल टु एफटी मैले दुईतिर एफलाई पछि धेरै के हुँदो रहेछ एलएफटी इज इक्वल टु अनि चाहिँ हाम्रो एल गिभन फङ्सन 3t स्क्वायर प्लस 2e को पावर -1 माइनस 5 cos t ब्राकेट इज इक्वल टु मैले के गर्छु अब सबैलाई छुट्याउँछु क्या छुट्याएर लेख्छु ल्याप्लेस ट्रान्सफर्म अफ 3t स्क्वायर यसरी हामी लेख्न पाइन्छ होइन 3t स्क्वायर प्लस फेरि ल्याप्लेस ट्रान्सफर्म अफ 2e को पावर -1 2e को पावर -1 माइनस साइन माइनस ल्याप्लेस ट्रान्सफर्म अफ 5 cos t बुझ्नुभयो नि हामीले ल्याप्लेस ट्रान्सफर्मले चाहिँ छुट्याएर गर्न पाइन्छ एउटा फङ्सन दिएको छ भने यसरी प्लस माइनसमा प्लस छुट्टै गर्न पाइन्छ यसरी होइन यसलाई के गरेर ल भन्छ तपाईँले बिर्सियो अहिले म ठ्याक्क आएन याद छ भने तपाईँले कमेन्ट गरिदिनु होला है त अब एलएफटी कति हो भन्दाखेरि यो त हाम्रो एलएफटी इज इक्वल टु 3 अगाडि आउँछ हाम्रो र एलटी स्क्वायर बाँकी जहिले पनि हाम्रो के हुन्छ अरे कन्स्ट्यान्ट भयो भने के हुन्छ अगाडि आउँछ कन्स्ट्यान्ट भयो भने के आउँछ अरे अगाडि आउँछ जहिले पनि डेरिभेटिभ इन्टिग्रेसनमा के हुन्थ्यो कन्स्ट्यान्ट छ भने अगाडि आउँथ्यो नि यहाँ पनि सेम त्यही हो ल्याप्लेस छ भने कुनै पनि कन्स्ट्यान्ट छ भने के हुन्छ अगाडि आउँछ र एलटी स्क्वायर प्लस 2 भित्र छ 2 बाहिर गयो अनि ल्याप्लेस ट्रान्सफर्म अफ e को पावर -1 मात्रै भित्र गयो -5 बाहिर आयो र ल्याप्लेस ट्रान्सफर्म अफ cos t भयो अब यहाँ के हेर्नुपर्छ भन्दाखेरि 3 इन्टु अब टी स्क्वायरको के कति हुन्छ ल्याप्लेस भन्नु त टी स्क्वायरको ल्याप्लेस कति हुन्छ तपाईँलाई फर्मुला भन्नु याद गर्नु तपाईँ अघि मैले भनेको फर्मुलाहरू यहाँ लेखेको पनि छु यसमा पनि होइन जस्तै मैले यहाँ लेखिनँ अब टी को पावर एन छ भने के हुन्छ यसको ल्याप्लेस एन फ्याक्टोरियल बाई एसको पावर n+1 हुन्थ्यो भने अब यहाँ हेर्नु है टी स्क्वायर छ भने के हुन्छ एन हाम्रो एन भनेको कति छ अहिले 2 छ भनेपछि एन फ्याक्टोरियल बाई एसको पावर n+1 हो ल्याप्लेस ट्रान्सफर्म अफ टी स्क्वायर भनेको त्यही भएर 2 फ्याक्टोरियल बाई एस पावर 2 + 1 n+1 भनेको कति छ अहिले 2 + 1 छ प्लसको प्लसै लेखेँ 2 को 2 नै भयो इन्टु अब e को पावर -1 भनेको कति हुन्छ e को पावर -1 को ल्याप्लेस कति हुन्छ भन्दाखेरि चाहिँ यहाँ e को पावर -1 t पनि छ ल मैले टी छुट्याएको छु यहाँ टी क्वेसनमा पनि टी छ -1 t हो ल सरी यहाँ टी छुट्याएको छु मैले है अब यहाँ e को पावर -1 t भयो भने यसको भ्यालु कति हुन्छ भन्नु त 1/s+1 हुन्छ कसरी हुन्छ भन्दाखेरि जस्तै यहाँ हेर्नु e को पावर 80 हुँदाखेरि कति भएको थियो 1/s - चाहिँ हाम्रो फर्मुला थियो त अब अहिले के छ a को ठाउँमा के आएको छ -1 आएको छ -1 यहाँ t पनि छ मैले छुटेको भनिसकेँ तपाईँहरूलाई मैले अघि नै अब -1 t छ भने a को ठाउँमा कति आयो हाम्रो -1 आयो अब -1 आयो भने के हुन्छ a को ठाउँमा -1 हुन्छ र सरी a को ठाउँमा कति हुन्छ -1 हुन्छ र s - -1 भनेको कति भयो त s+1 भयो त्यही भएर मैले के गरेँ यहाँ 1/s+1 लेखेँ जस्ट यो हाम्रो फर्मुला हो माइनसको माइनसै भयो 5 अगाडि आइसकेको छ र ल्याप्लेस अफ cos t भनेको कति हुन्छ भन्नु त ल्याप्लेस अफ cos t भनेको कति हुन्छ यहाँ cos केही पनि छैन भने cos 1t हुन्छ हैन cos 1t हुन्छ नि त केही छैन भने त छैन भने अब यहाँ हेर्नु cos 80 को ल्याप्लेस कति छ हाम्रो s/s² + a² छ अहिले हाम्रो a कति छ a भनेको केही छैन भने यहाँ 1 छ भने s/s² + 1² भयो कि भएन भयो त्यही भएर s/s² + 1² मैले फर्मुला लेखेको हो जस्ट फर्मुला याद हुनुपर्छ तपाईँलाई फर्मुला पुट गर्ने बित्तिकै तपाईँहरूको एन्सर आइहाल्छ र हामीले यसलाई एरेन्ज गर्यौँ भने कति हुन्छ 3 × 2 फ्याक्टोरियल भनेको 2 हो 3 × 2 = 6 बाई s पावर 2 + 1 भनेको s3 हुन्छ प्लस 2 बाई s+1 माइनस 5 × s 5s बाई s² + 1² भनेको s² + 1 हुन्छ यो चाहिँ हाम्रो के भयो एन्सर भयो जस्ट है अब यो फर्मुला पनि छ यो फर्मुला तपाईँहरूले अहिले आउनु पर्दैन मैले लेखेको मात्रै छु अहिले होइन जस्ट हेर्नु मात्रै होला सार्नु मलाई भने सार्नु होला यसको अर्कै छुट्टै भिडियो बन्छ होइन हामीले ल्याप्लेस ट्रान्सफर्म चाहिँ कसरी डिफरेन्सियल इक्वेसन सल्भ गर्छौँ ल्याप्लेस ट्रान्सफर्मबाट त्यसको बेला चाहिँ हाम्रो यो फर्मुला युज हुन्छ अहिलेको यो भिडियोमा अथवा अहिलेको 2-3 भिडियोसम्ममा यो युज हुँदैन है यो चाहिँ हाम्रो छुट्टै एउटा भिडियो बन्छ होइन त्यसमा हामी यो फर्मुला त्यति बेला म तपाईँलाई भन्छु त्यो युज भएको बेला र अहिले चाहिँ हामी सिम्पल यो अहिले युज हुने फर्मुला हेरौँ है त अब यहाँ हेर्नु है ल्याप्लेस ट्रान्सफर्म अफ इन्टिग्रल अफ फङ्सन भनेको कति रहेछ कति हुन्छ अब त्यो हेरौँ है त अब कुनै पनि ल्याप्लेस ट्रान्सफर्म होइन इन्टिग्रल अफ फङ्सनको कति हुँदो रहेछ भन्दाखेरि चाहिँ ल्याप्लेस ट्रान्सफर्म अफ के को त इन्टिग्रेसन 0 देखि t सम्म इन्टिग्रेसन छ र fu du छ भने यसको ल्याप्लेस कति हुन्छ त भन्दाखेरि 1/s अनि fs आउँदो रहेछ है त र यो fs भनेको कति हो lft पनि हो कि मैले सुरुमा भनेको तपाईँलाई fs भनेको कति हो lft पनि हो तपाईँले मैले सुरुकै स्टेटमेन्टमा भनिसकेको छु ल्याप्लेस ट्रान्सफर्मको है 1/s को 1/s हो र fs ठाउँमा के लेख्न सकिन्छ अर्को fs को प्लेसमा हामी के लेख्छौँ अर्को lft लेख्न सकिन्छ यसरी है अब फेरि अर्को के छ फर्मुला ल्याप्लेस ट्रान्सफर्म अफ मल्टिप्लिकेसन अफ फङ्सन बाई t को पावर n कुनै पनि फङ्सनमा मैले t को पावर n ले इन्टु गरेँ भने मल्टिप्लाई गरेँ भने कति हुन्छ त त्यसको ल्याप्लेस भन्दाखेरि l एउटा फङ्सन छ त्यो फङ्सनलाई मैले के गरेँ
इन्टु केले गरेँ टिएनले इन्टु गरेँ मल्टिप्लाई गरेँ। त्यसो भए ल्याप्लेस ट्रान्सफर्म अफ फङ्सन इन्टु टीको पावर एन भनेको कति हुँदो रहेछ भन्दाखेरि चाहिँ इज इक्वल टु -1 को पावर एन है, -1 को पावर एन, एन भनेको यहाँ दिएको नम्बर 1 2 3 कति दिन्छ एन, डी को पावर एन एफएस बाई डिएस को पावर एन हुँदो रहेछ। अनि इज इक्वल टु यो भनेको कति हो -1 को पावर एन डी डी र एफएस भनेको कति हो एफएस भनेको एलएफटी पनि हो, त्यही भएर डी एफएस ठाउँमा के लेखेँ मैले एलएफटी लेखेँ बाई डिएस को पावर एन एज इट इज सेम है त। यसै गरी अरू के छ भन्दाखेरि ल्याप्लेस ट्रान्सफर्म अफ डिभिजन अफ फङ्सन बाई टी। कुनै पनि फङ्सनलाई मैले डिभाइड बाई टी गरेँ भने यसको ल्याप्लेस कति हुन्छ त भन्दाखेरि चाहिँ एफटी बाई टी चाहिँ एउटा फङ्सन छ, एफटी बाई टी एउटा फङ्सन छ, त्यो फङ्सनलाई मैले टीले डिभाइड गरेँ भने यसको ल्याप्लेस कति हुँदो रहेछ भन्दाखेरि चाहिँ एसदेखि इन्फिनिटसम्म इन्टिग्रेसन एफएस इन्टु डिएस हुँदो रहेछ। र एफएस भनेको कति हो एलएफटी हो, एफएसको प्लेसमा मैले के लेखेँ एफएसको प्लेसमा के लेखेँ मैले एलएफटी लेखेँ है त। र आजको लागि हामी यति नै गर्छौँ है। हामीले त के हेऱ्यौँ जस्ट हामीले बेसिक फर्मुला हेऱ्यौँ, त्यसको स्टेटमेन्ट ल्याप्लेसको स्टेटमेन्ट हेऱ्यौँ र बेसिक सानो दुईवटा न्युमेरिकल गऱ्यौँ। र हामी अर्को भिडियोमा चाहिँ यसको के गर्छौँ भन्दाखेरि पास्ट इयर क्वेसनहरू गर्छौँ ल्याप्लेस ट्रान्सफर्मको है, पोखरा युनिभर्सिटीमा सोधेको क्वेसनहरूको गर्छौँ। त्यो क्वेसनहरू चाहिँ सबैमा सोध्यो, टीमा पनि भयो पिओयुमा पनि भयो होइन, सबैमा सोधेको हुन्छ त्यो क्वेसनहरू चाहिँ। र आज चाहिँ हामीले जस्ट फर्मुला सिम्पल न्युमेरिकलहरू र त्यसको स्टेटमेन्ट पढ्यौँ। र भिडियो मन पऱ्यो भने सबैलाई सेयर गरिदिनु होला, साथीहरूलाई लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला भन्दै म आज बिदा हुन चाहन्छु। धन्यवाद।